हेलो गाइज, हामी चाहिँ टोकियो सनसाइन सिटीबाट चाहिँ टोकियो कस्तो देखिन्छ भनेर त्यो सनसाइन सिटी चढेर चाहिँ टोकियो हेर्नको लागि अहिले चाहिँ घरबाट निस्किरहेको अवस्था हो। यो चाहिँ हाम्रो घर अगाडिबाट हो। यहाँबाट चाहिँ हामी ट्रेन चढेर अगाडि जाँदैछौँ है त। हेलो गाइज, सनसाइन सिटीको 60 तलाबाट हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ बाहिरपट्टि चाहिँ। यो चाहिँ इकेबुकुरोमा रहेको सनसाइन सिटी भन्ने होइन, त्यो चाहिँ 60 तलाको रहेछ। 60 तला माथिबाट हेर्दाखेरि चाहिँ यस्तो देखिँदो रहेछ है टोकियोको। टोकियो चाहिँ यस्तो रहेछ। हामी नि फर्स्ट टाइम गएको यसमा। टोकियो सनसाइन सिटीबाट देखेको स्काई ट्री है त। सनसाइन सिटीबाट चाहिँ यस्तो देखिँदो रहेछ स्काई ट्री। जुम गरेर हेर्दा क्लियर छ। टाढा जुम गर्दा यस्तो देखिँदो रहेछ टोकियो स्काई ट्री। भित्रपट्टिको माहौल चाहिँ यस्तो छ सनसाइन सिटी भित्रबाट। एकदमै राम्रो छ। माथि ऐना लिएर तलको मान्छे चाहिँ माथि देखिँदो रहेछ। सनसाइन सिटी भित्र सनसाइन सिटीको माहौल यस्तो छ। बाहिरपट्टि चाहिँ यस्तो देखिँदो रहेछ सनसाइन सिटी। 60 तलाबाट देखिएको टोकियो है त। स्काई ट्री पनि दामी देखिरहेछ। यस्तो छ टोकियो 60 फ्लोरबाट चाहिँ। यो चाहिँ इकेबुकुरोमा रहेको है। इकेबुकुरोबाट हेरेको, इकेबुकुरोमा रहेको बिल्डिङबाट हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ। स्काई ट्री चाहिँ दामी देखिएको छ। वान अफ द फेमस चिज भनेको टोकियोको यस्तो छ। हामी सनसाइन सिटीबाट चाहिँ टोकियो सनसाइन सिटीबाट टोकियोको भ्यू हेरिसकेपछि चाहिँ फर्किने बेला चाहिँ यो सनसाइनकै तल
चाहिँ फर्स्ट फ्लोरमा हो। त्यहाँबाट फर्किने बेलामा चाहिँ अब झन् धेरै मान्छे गइरहेको थियो कि बेलुकाको टाइममा होइन, सनसेट हेर्नको लागि होला। हामी फर्किने बेलामा चाहिँ झन् धेरै मान्छे गइरहेको थियो कि माथि माथि। हामी चाहिँ फर्केको अनि आज चाहिँ बिदाको दिन भएर होला होइन, लास्टै भिड थियो कि। अनि हामी जाने बेलामा त त्यति थिएन, फर्किने बेलामा चाहिँ झन् बढी गइरहेको थियो कि मान्छेहरू। यहाँ हेर्नु न कति छन् मान्छेहरू, कति आइरहेछ। यहाँ लिफ्टतिर नि, यहाँबाट चाहिँ अनि बाहिर निस्किन लिफ्ट रहेछ। अनि लिफ्टमा आउने बेला पुरा प्याक छ हेर त मान्छे, कति हो कति प्याक मान्छे त कति हो कति पाला। सामानको मेरो लाग्ने हो गह्रो भिड भएको छ त हौ। कहाँ बिताङ्गे जान्छ यति कुरोतिर जाँदैछ भाइ एकतिर।